यो हेर्नु 5 रुपियाँ दिनेवाला मान्छेले मलाई अहिले भर्खर 5 वटा प्लेट चेकआउट भएर गयो, 5 वटा प्लेट, त्यसको बादमा 3टा पानी होइन, पानीको पैसा 60 रुपियाँ हाल्यो। अनि बादमा अहिले चेकआउट भएर गयो, रुम चेक गऱ्यो। मैले रुम मात्रै हेरेँ, केही बिगारेको छ कि छैन भनेर होइन, मजाले हेऱ्यो, ठिकै छ। युट्युब पनि राति डिलिट गरेर 3 बजी राति उठाएर मलाई, अब सुतेको थिएन, 2 बजीसम्म सुत्दैन, अनि भएको आधी घन्टा भएको थियो सुतेको, जबरजस्ती उठेर युट्युब खोल्दै हेरेँ, युट्युब पनि डिलिट गरेर रहेछ, डाउनलोड गरेर फेरि मैले युट्युब खोलेको राति 12-1 बजी एउटा प्लेट, फेरि आधी घन्टामा आउने 2टा प्लेट, फेरि आधी घन्टामा आउने 2टा प्लेट, यसरी गरेर राति 3 बजी पनि मलाई सुत्नु दिएको थिएन यो कस्टमरले होइन। यहाँ मैला कस्तो खाएर कसरी मैला गरेछ। अनि त्यसको बादमा अहिले भर्खर चेकआउट गऱ्यो, रुमसुम चेक गऱ्यो, अनि प्लेटहरू युज गरेको छैन, त्यत्तिकै सब पानीको पैसा हालिदिएर जानु आँटेको थियो। फेरि धमाधम आएर यसो प्लेट युज गरेछ कि छैन भनेर 3टा प्लेट युज गरेर रहेछ कि, कहाँ छोड्नु, सालाले 5 रुपियाँ टिप दिनु खोज्छ, प्लेट त्यसै छोडिदिनु, अरूलाई त म प्लेटको पैसा लिँदिनँ। यसलाई चाहिँ मैले मागेको सिधै 15 रुपियाँ दिएँ भनेर पैसा टिप, प्लेटको पैसा मागेको। 3टा प्लेट युज गरेर रहेछ कि, अनि 2टा चाहिँ चोखै रहेछ, नयाँ रहेछ होइन, ठिकै छ। यस्तोलाई छोड्नु हुँदैन कि। को आएको?